How can I apply without IELTS PT in the UK? अब हामीहरू सबैजनालाई त थाहा छ विदाउट IELTS PT नै हामीले UK मा अप्लाई गर्न मिल्छ भनेर, बट अब विदाउट IELTS PT अप्लाई गर्नको लागि चाहिँ के डकुमेन्ट्स चाहिन्छ, कस्तो कस्तो डकुमेन्ट्सहरू चाहिँ प्रिपेयर गर्नुपर्छ, कसरी गर्नुपर्छ भन्ने थाहा छैन भने चाहिँ दिस भिडियो इज फर यु। सो हजुरले चाहिँ यदि ब्याचलर्समा अप्लाई गरिराख्नु भएको छ भने चाहिँ हजुरको क्लास 12 को GPA चाहिँ 2.4 और अबभ हुनु पर्यो एन्ड इङ्ग्लिसमा चाहिँ तपाईँको मिनिमम ग्रेड B और B+ हुनु पर्यो। एन्ड यदि हजुरले चाहिँ ब्याचलर्स पास आउट गरेर मास्टर्सको लागि अप्लाई गरिराख्नु भएको छ भने चाहिँ हजुरको मिनिमम पर्सेन्टेज चाहिँ 50 और अबभ हुनु पर्यो एन्ड हजुरको चाहिँ अफिलिएटेड युनिभर्सिटी चाहिँ TU, KU, PU और इभन UK अफिलिएटेड युनिभर्सिटी हुनु पर्यो। सो यतिले मात्र चाहिँ पुग्दैन है, हजुरले चाहिँ MOI पनि बनाउनु पर्ने हुन्छ। MOI भनेको चाहिँ मिडियम अफ इन्स्ट्रक्सन हो। हजुरले यो चाहिँ आफ्नो लास्ट क्वालिफाइड कलेज और युनिभर्सिटीमा गएर बनाउनु पर्ने हुन्छ। सो हजुरले अब MOI पनि बनाउनु भयो, हजुरको सबै इङ्ग्लिसको स्कोर्सहरू पनि म्याच भएको छ र हजुरलाई चाहिँ यही सेप्टेम्बर इन्टेकमा अप्लाई गर्नु छ भने चाहिँ अहिले नै मेसेज गर्नुहोस्।